ल साथीहरू, स्विजरल्यान्डबाट करिब 5 घण्टाको ड्राइभिङपछि म अहिले फ्राङ्कफुर्ट छिर्दैछु। आजको रात यसै सहरमा बस्नेछु। फ्राङ्कफुर्टलाई न्युयोर्कको म्यानहट्टनसँग पनि तुलना गरेको पाइन्छ। सायद यसका ठुल्ठुला बिल्डिङ भएर होला। यो सहर कस्तो रहेछ हेर्दै जाउँ। हामी अगाडि बढिरहेका छौँ। अब हामी रोमर ओल्ड टाउन स्क्वायरतिरको यात्रामा छौँ। यो निकै राम्रो र कलात्मक छ भन्ने सुनेको थिएँ। हेरौँ कस्तो रहेछ। हामी त्यतातिर अगाडि बढ्दैछौँ। ल अहिले म यो रोमर ओल्ड टाउन स्क्वायरमा आइपुगेँ। यहाँ कलात्मक पुराना घरहरू रहेछन्। एकदम सफा चटक्क परेका पुराना घरहरू छन्। अनि पर्यटकहरू पनि पर्याप्त मात्रामा देखिने रहेछ। हामी अगाडि बढ्दैछौँ, अझै अगाडि बढ्दैछौँ। अब यताको एरियाहरू के कस्तो छ त्यो पनि हेर्छौँ। अब हाम्रो अर्को टार्गेट भनेको चाहिँ रिभर मेन एरिया र यहाँका गल्लीहरू कस्ता छन् त्यतातिर हामी घुम्न जान्छौँ। आजको मौसम चाहिँ अलि चिसो खालको र हल्का पानी पनि परेको रहेछ। त्यही भएर अलि झाडझाडै पनि छ। ल हामी अब यो फ्राङ्कफुर्टको रिभर मेन तिरको एरियामा आइपुग्यौँ। यो एकदम सुन्दर ठाउँ हो। एकदम रमाइलो रहेछ यो एरिया पनि। जोस् घुम्नको लागि एकदम राम्रो ठाउँ रहेछ। अब यहाँ मेरो एक दुईवटा पोज जाने भयो। केही छैन, जिन्दगीको रमाइलो।
अहिले हामी यति बेला फ्राङ्कफुर्टको गल्लीतिर डुलिरहेको छौँ। यो ठाउँ कस्तो रहेछ त्यो पनि हेर्छौँ हामी। जो सफा छ, शान्त छ। आज सायद बिदाको दिन परेर पनि होला, खासै त्यस्तो टुरिस्टहरूको भिड छैन। हामी अब यो एरिया हेर्छौँ। हाम्रो घुमाइ जारी छ। गल्लीहरू यस्तै त हुन् सबैतिर युरोपमा, तैपनि विभिन्न ठाउँको अब विभिन्नै किसिमका घरहरूको संरचना अनि सहर पनि फरक फरक किसिमका। अब हामी चाहिँ यो गाडी पार्किङ कहाँनिर छ त्यतातिर अगाडि बढ्दैछौँ। Aber auch dort ist alles jetzt so ein bisschen hinter.